नमस्कार। आज कुरा गरौँ बफर स्टेट। राष्ट्रपाले चाहिँ नेपाललाई बफर स्टेट भन्यो भनेर ठुलो विवाद भएको छ र थुप्रै चाहिँ नेपालका मूल मिडियाहरूमा पनि यो कुरो आइरहेको छ र बहस टिभीतिर सधैँतिर एउटा बहस बनेको छ र राष्ट्रपाले चाहिँ एउटा चुनावी वाचापत्रमा पनि नेपाललाई चाहिँ बफर स्टेट भनेको रहेछ र हिजो अस्ति चाहिँ सबै पार्टीको घोषणापत्र र आफ्नो वाचापत्र समेटेर एउटा मस्यौदा तयार गरेको छ। त्यसमा पनि नेपाललाई चाहिँ बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजमा लाने भनेको छ। यसले चाहिँ ठुलो बहस सिर्जना गरेको छ। यसै विषयमा कुरा गर्न चाहन्छु म। अब नेपाललाई चाहिँ पृथ्वीनारायण शाहले दुई ढुङ्गा बिच तरुल भने, प्रचण्डले डाइनामाइट भनेको थियो, राष्ट्रपाले अहिले फेरि बफर स्टेट भन्यो होइन। यी तिनवटै कुराहरू गलत हो नेपालको सन्दर्भमा। तिनवटै कुराहरू चाहिँ कुनै पनि एउटा कन्टेक्स्टमा मिल्दैन। अब कुरा गरौँ बफर स्टेट। बफर भन्ने शब्द फ्रेन्च भाषाबाट आएको हो, चाहिँ ओल्ड फ्रेन्चबाट। त्यसमा चाहिँ त्यतिखेर त्यसको मिनिङ हुन्थ्यो हिट स्ट्राइक, धक्का दिने। जब यो इङ्ग्लिसमा आयो, इङ्ग्लिसमा आइसकेपछि यसको स्पेलिङ भयो फ्रेन्चमा BOUFFER भन्ने थियो भने इङ्ग्लिसमा आइसकेपछि BUFFER भयो। यसको अर्थ हुनु आयो त्यो हिटको होइन, त्यो स्ट्राइकको त्यसको चाहिँ असर कम गर्ने बिचमा। त्यसलाई जस्तो हेलमेट भनियो होइन। हेलमेट भनेपछि अब कतैबाट हेलमेट लगायो भने कतैबाट चाहिँ ढुङ्गा आयो, कतै के लाग्यो भने हाम्रो टाउको जोगाउनु भयो, इम्प्याक्ट कम गर्ने भयो त्यसको। त्यस्तै गरेर चाहिँ स्पेसली त्यसलाई कुसन भनेको छ, पिलो होइन। कुसन पिलो के अरे नेपालीमा के भन्छ, सिरानी होइन। सिरानी डस्ना। सिरानी भनेपछि अब हामी चाहिँ हाम्रो उसमा टाउको र उसको त्यो ओछ्यानको बिचमा चाहिँ त्यो टाउकोलाई अलिकति त्यो गर्ने, टाउको जोगाउने अथवा त्यो त्यसको काम गर्छ पिलोले। त्यसरी चाहिँ यो फ्रेन्चबाट इङ्ग्लिसमा यसरी चाहिँ त्यो बिचमा एउटा त्यो सुरक्षा कवच भनौँ न, ठ्याक्कै यसको नेपाली भन्ने होइन, सुरक्षा कवच भन्ने हुन्छ क्या, जोगाउने, सुरक्षा गर्ने, कवच गर्ने, त्यो रूपमा प्रयोग हुन्छ। अनि अब यो चाहिँ यो अब उसको यो पश्चिमाहरूको शब्द हो। यो कहिले पनि यसले कुनै पनि ठाउँलाई, कुनै पनि क्षेत्रलाई यसरी बफर जोन, बफर भनेर चाहिँ नामाकरण गरेको छैन। एउटा बोलीचालीको भाषा हो। यसलाई चाहिँ पुरै दस्तावेजीकरण गरेर कुनै देशलाई यो चाहिँ यो फलानु देश चाहिँ बफर जोन हो, बफर स्टेट भनेको छैन। एउटा सामान्य एउटा धारणा मात्रै हो। र यो चाहिँ राजनीतिक रूपमा कतिखेर चाहिँ बढी प्रयोगमा आयो भने यो कोलोनियल पिरियडमा चाहिँ साम्राज्यवादीको पिरियडमा चाहिँ यो युद्ध हुने क्रममा दुईवटा इम्पायरहरू चाहिँ दुई दिशाबाट लड्दै आएर एउटा दिशामा आएर चाहिँ एउटा ठाउँमा आएर उनीहरूले सम्झौता गऱ्यो भने होइन, अनि त्यो ठाउँलाई चाहिँ त्यो ठाउँमा आएर सम्झौता गर्छन्। त्यो सम्झौता गरेको ठाउँ देश पऱ्यो भने बफर स्टेट भयो। अनि अथवा त्यो देश नभएर कुनै एउटा सामान्य ठाउँ मात्रै छ भने बफर जोन भयो होइन। अनि त्यसरी चाहिँ अब जस्तै उदाहरणको रूपमा हुनुहुन्छ भने अफगानिस्तान बफर स्टेट मानिन्थ्यो। यसलाई चाहिँ त्यो दस्तावेजीकरण कतै लेखिएको छैन। एउटा यिनीहरूको पश्चिमाहरूको सामान्य धारणा मात्रै, कन्सेप्ट मात्र हो। यिनीहरूले अफगानिस्तान चाहिँ रसियन इम्पायर र ब्रिटिस इम्पायरको बिचमा एउटा चाहिँ ऊ थियो, बफर स्टेट थियो उनीहरू होइन। बफर स्टेट भनेको कस्तो हुन्छ भने दुईवटा एकदम सक्रिय दुश्मनहरूको बिचमा रहेको एउटा ठाउँ अथवा देश, जो चाहिँ उनीहरूले जतिखेर चाहन्छन्, उनीहरूले चाहँदासम्म त्यो देश बच्यो, किनभने यो त सुरक्षा कवच हो नि होइन, हेलमेट हो नि होइन। हेलमेट भनेको त एक्सिडेन्ट नहुँदासम्म चाहिँ हेलमेट भन्छ। एक्सिडेन्ट कतिपय ढुङ्गा आयो, के लाग्यो भने हेलमेट फुट्यो नि गयो नि त्यसपछि। भनेपछि सुरक्षा कवच भनेको दुईतिरका सक्रिय दुश्मनहरूको चाहिँ उनीहरूसम्म रोकिँदासम्म बच्यो, उनीहरूको रहम काममा, उनीहरूको दयामा त्यो देशको अस्तित्व अथवा त्यो ठाउँको अस्तित्व बचेको हुन्छ। अफगानिस्तान पनि त्यही भएको थियो जब चाहिँ रसियन इम्पायर कमजोर भयो, ब्रिटिस इम्पायरले अट्याक गर्यो। अब यता पोल्यान्डको कुरा गरौँ। पोल्यान्डलाई चाहिँ पनि जर्मनीले पनि अट्याक गर्न चाहन्थ्यो, अनि उसले रसियाले पनि अट्याक गर्न चाहन्थ्यो। अनि तर केही समयसम्म दुईतिर अलिकति एउटा नम्र व्यवहार, अलिकति त्यो हुन्छ नि, उनीहरूले चाहिँ त्यो एक प्रकारको भिखै माग्ने भनौँ न, केही समयसम्म उसले चाहिँ आफ्नो देश बचाउन सफल भयो। तर पछि 1939मा दोस्रो विश्वयुद्ध सुरुमै रसियाले आधा लग्यो अनि जर्मनीले आधा लग्यो, सक्यो पोल्यान्ड होइन। त्यसरी एउटा यो चाहिँ बफर स्टेट भनेको एउटा चाहिँ दुईवटा सक्रिय दुश्मनहरूको बिचमा उनीहरूले चाहँदासम्म अस्तित्व रहने, उनीहरूले जुन दिन चाहिँ उनीहरूले सक्छन् त्यो दिन चाहिँ त्यो त्यसको कुनै स्थिति हुन्न। बफर जोन भनेको दुईवटा यो उसमा यो अहिले दुईवटा कोरियाको बिचमा छ, एउटा ठाउँ छ त्यहाँ 200 किलोमिटर कति ठाउँ छ, त्यो ठाउँमा चाहिँ उनीहरूले चाहिँ त्यसलाई बफर जोन बनाछन्। अनि त्यो जोन चाहिँ कसैले पार नगर्ने होइन। अब नर्थ कोरियाले चाहने बित्तिकै 1 मिनटमै त्यो हुन्छ। नर्थ कोरिया अब अट्याक गर्नु पऱ्यो भने नर्थ कोरिया चाहने बित्तिकै त्यो बफर जोनको अस्तित्वै सकिन्छ, अथवा साउथले चाहने बित्तिकै पनि बफर जोनको अस्तित्वै सकिन्छ।
हैन बफर जोनको आफ्नो कुनै हुँदैन कि आफ्नो ताकतले बचायो भन्ने कुरो गर्नु अनि अब साइप्रस र टर्की बीचमा छ त्यहाँ 1962 मा 60 मा चाहिँ त्यहाँ चाहिँ सामुदायिक दङ्गा भएपछि संयुक्त राष्ट्रको मध्यस्थतामा एउटा चाहिँ ठाउँ छ त्यहाँलाई चाहिँ उ भनेको छ बफर जोन भनेको छ द ग्रिनल्यान्ड भन्ने नाम दिएको छ अनि त्यहाँ अब टर्कीले चाह्यो अथवा साइप्रसले चाह्यो भने त्यो एकैछिनमा सकिन्छ यसरी बफर भनेको सुरक्षा कवच हो जो चाहिँ दुईटा एकदम सक्रिय दुश्मनहरूको बिचमा रहेको हुन्छ र ती दुश्मनहरूको रहम कहममा ती दुश्मनहरूको दयामायामा त्यो देशको अस्तित्व हुन्छ भने हामी नेपाल कहिल्यै पनि कसैको सुरक्षा कवच भएनौँ है यो कुरा जान्ने कुरा हो हामी नेपाललाई कहिले पनि सुरक्षा कवच भएनौँ अब त्यहाँ रातो पार्टीमा हिजो त्यो अस्ति अनलाइन खबरमा आएको थियो त्यहाँ चाहिँ नेपालका सबै सुरक्षा विज्ञहरूले छन् भूगोलविदहरू छन् अनि समाजशास्त्रीहरू सबैले के भनेका छन् भने यो शब्द हामी चाहिँ सुरक्षा हामी चाहिँ यो चाहिँ बफर स्टेट हौँ भनेर स्वीकार्नु भनेको अहिलेसम्म त बफर स्टेट हामी थिएनौँ किनभने चाइना र चाहिँ इन्डिया एकदम एक्टिभ दुश्मन छैनन् हैन अनि तर भोलि यिनी दुईटाको बिचमा चाहिँ त्यस्तो खाले दुश्मन भयो भने हामी बफर स्टेटको रूपमा हुन सक्छौँ भनेर हामीले अहिले स्वीकार्नु भनेको हामीलाई कुटनीति रूपमा कमजोर रूपमा प्रस्तुत गर्नु हो यो सरकारले तुरन्त फिर्ता लिनु पर्छ यो चाहिँ यो अझ दस्तावेजीकरण गर्नु भनेको त एकदमै आत्मघाती हुन्छ भनेर के भट्ट केले भने खान् तिनी के सापकोटा छन् तिनीहरूले भने खान् कि विज्ञहरूले तिनीहरूले तुरन्त सरकारले फिर्ता लिनुपर्छ भनेको छ किनभने हामी कहिले पनि हाम्रो इतिहासमा कहिले पनि हामी चाहिँ यो दुईटा देशको सुरक्षा कवच भएर बसेनौँ क्या हामी यिनी दुईटा देश एकदम ठुलो दुश्मनीमा र हाम्रो नेपालको अस्तित्व भनेको यिनी दुईटाले चाहे जतिखेरसम्म चाहन्छन् रहन्छ चाहिँ यिनी दुईटाले नचाहँदैन हाम्रो सकिन्छ भन्ने अवस्थाहरू हामी त सधैँ एउटा हाम्रो सार्वभौम राष्ट्र हो नि त हाम्रो त हैन हाम्रो अवस्था जस्तो कहिले भयो चाहिँ चाहने बित्तिकै चाहिँ उसले बेलायतले आफ्नो गरिदियो अनि हामी चाहिँ पोल्यान्ड जस्तो कस्तो भयौँ उनीहरूले चाहने बित्तिकै दुईटा देश लगिदिए हामीलाई सानो भए पनि हामी चाहिँ कमजोर भए पनि हाम्रो एउटा सार्वभौमिकतामाथि आँखा लाउने काम चाहिँ ब्रिटिस इन्डिया हुँदाखेरि चाहिँ उनीहरूले गरेका हुन् इन्डिया भइसकेपछि इन्डियाले खासै त्यस्तो उमेर गरेका छैन चाइनाले पनि गरेका छैन भने हामीलाई एज अ देशको रूपमा दुईटैले चाहिँ इज्जत गरेका छन् हैन भनेपछि हामी बफर कहिले पनि भएनौँ हामी चाहिँ सिरानी कहिले पनि भएनौँ क्या हैन टाउकाले चाहिँ ठुलो टाउको हो भने तत्सकै थिच्यो सानो टाउको हो भने बच्चा बच्चीको टाउको छ भने बच्यो हैन तल चाहिँ ओछ्यान अलि साह्रो छ भने पनि त्यो सिरानी थिच्यो भने हामी त बफर त कहिले पनि भएनौँ त्यही हुनाले यो राष्ट्रसभा सरकारले हामी बफर हौँ भनेर स्वीकार्नु भनेको एकदम आत्मघाती हुनेछ भनेर त्यहाँ विज्ञहरूले भनेका छन् त्यही हुनाले मैले पनि यो बफरको बारेमा धेरै अध्ययन गरेको मैले त्यो इन्डियन उसको त्यो हेरेपछि मैले चाहिँ त्यो इन्डियाको इन्टरभ्यू लिने त्यो त्यसले पनि नेपाललाई बफर स्टेटमा स्वीकार गरेको छैन कि त्यसले त्यसपछि मैले अध्ययन गरेको थिएँ त्यति बेला यो चाहिँ हिजो आज नेपालमा चर्किएको हुनाले मैले चाहिँ यो विषयमा भिडियो बनाऊ नेपाल बफर होइन बफर कहिले पनि थिएन है र सरकारले फिर्ता लिन्छ त्यहाँ अब सुरु भइसकेको छ बहसहरू एकदम पेचिलो बन्दै गएको छ यो चाहिँ शब्दहरूको राम्रोसँग अध्ययन नगरिकन कुटनीतिमा शब्दहरूको अध्ययनको ठुलो महत्त्व राख्छ होइन कुटनीतिमा एउटा शब्दले कति ठुलो महत्त्व राख्छ भन्ने कुरा अस्ति हर्मुज जलमार्ग चाहिँ अमेरिकाले बन्द गर्नु खोज्दाखेरि चाइनाले एउटा शब्द बनाएको थियो दुर्घटना चाइनिज जहाजहरूलाई बन्द गर्नु खोज्यो दुर्घटना हुन्छ भनेको थियो अनि त्यो शब्दले ठुलो अमेरिकन चाइनिज जहाज आवाज गरिदिरहेको छ भने कुटनीतिमा एउटा शब्दको ठुलो अर्थ हुन्छ ऱ्यान्डमली चाहिँ प्रयोग गर्यो भने त्यसले पछि चाहिँ छिमेकीहरूसँगको सम्बन्ध चाहिँ तलमाथि हुनसक्छ अब अर्को छ भाइब्रेन्ट ब्रिज भनेको के हो भने चाहिँ भाइब्रेन्ट ब्रिज भनेको पुलको काम गर्ने हैन नम्बर 1 नेपाल हामी पुल हुँदै हैनौँ हैन अनि हामी एउटा देश हो हामी एउटा सार्वभौम देश हो पहिलेदेखि हामीलाई कसैले कोर्ने कुरा छ हामी पुल हैनौँ नम्बर 2 भाइब्रेन्ट भनेको कुटनीतिमा भाइब्रेन्ट भनेको आक्रामक संलग्नता भन्ने हुन्छ यो आक्रामक संलग्नता हामी जस्तो दुईटा देशको बिचमा बसेको एउटा शान्त देश जहिले पनि चाहिँ सानो देशले यसको अर्थ राम्रोसँग चाहिँ यो छिमेकीहरूलाई कुटनीति ल्याउन बुझाउन सकेन भने छिमेकीको विश्वास लिन गाह्रो हुनसक्छ भन्ने कुरा चाहिँ त्यो मिडियामा डाक्टर रूपक सापकोटाले भनेका छन् होइन त्यही हुनाले यी दुईटा शब्दहरू जुन छन् सरकारले यी दुईटा शब्दहरू तुरन्त सच्याउनुपर्छ र यी दुईटा शब्दहरू चाहिँ फिर्ता लिनुपर्छ र अझै दस्तावेजीकरण गर्नु त आत्मघाती हुन्छ भने र मैले यसको बारेमा यी शब्दहरूको बारेमा अलिकति राम्रो अध्ययन गरेर हुनाले मैले भिडियो बनाएको हुँ र यो नेपालमा अलिक हट टपिक भएको छ र सरकारले फिर्ता लिन्छ होला हेरौँ आशा गरौँ फिर्ता लिन्छ हामी चाहिँ बफर स्टेट हेर्नु सबै चाहिँ नेपाली क्लियर हौँ हामी बफर स्टेट कहिल्यै भएनौँ तर हामीले आफै बफर स्टेट भनेर हामीले एकदम त्यसलाई स्वीकारेर हामी दस्तावेजीकरण नै गर्छौँ भने भविष्यमा चाहिँ यी दुईटा देशले यिनीहरूको चाहिँ कुनै द्वन्द्व यी दुईटा देश ठुला देशहरू चाहिँ सुपर पावरहरू आउने सुपर पावरहरू द्वन्द्वमा गयो भने हामीलाई बफर स्टेट बनाउन सक्छन् यसप्रति हामी सचेत हुनुपर्छ थ्याङ्क यू